आज 1 जनवरी 2026 मा चाहिँ म चाहिँ तपाईलाई लिएर जाँदैछु मेरो गाउँ गारोचिरा र भिडियो चाहिँ एकदमै स्किप नगरिकन हेर्दिनुस् होला र गारोचिरा चाहिँ कतादेखिको जान्छ भन्ने कुरा चाहिँ म चाहिँ आज तपाईलाई यहाँ देखाउँदै छु। यहाँ तपाईले देख्नुहुन्छ एउटा बोर्ड छ वेलकम टु गारोचिरा इको भिलेज टुरिज्म लेखेको यो बाटो जुन देखाइरहेको छ र यो बाटो चाहिँ एकदमै नछोडिकन जानुपर्ने हुन्छ र यो बाटो आउनुको लागि चाहिँ बिरपाडा देखिनको चाहिँ 10-12 किलोमिटर माथि दलमोर बस्ती हुँदै आउनुपर्ने हुन्छ र यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ गारोचिरा इको भिलेज टुरिज्म लेखेको र यो बाटो चाहिँ सिधा जानुपर्ने हुन्छ। म चाहिँ यो चाहिँ किन बताइरहेको छु अहिले पनि भन्दाखेरि चाहिँ कतिजनाले चाहिँ यो बाटो आएर पनि थाहा नभएर चाहिँ घुमेर गएको रहेछ नि त, सो म चाहिँ उहाँहरूको लागि भनिदिएको र यो बाटो सिधा जानुपर्ने हुन्छ। यहाँ गाउँ पनि भेटिहाल्नुहुन्छ र गाउँ पस्ने बित्तिकै फर्स्टमै यहाँ पनि बोर्ड छ, फर्स्टमै राइट साइडपट्टि फेरि वेलकम टु गारोचिरा इको भिलेज टुरिज्म लेखेको एउटा बोर्ड छ र यो बोर्ड हेरेर चाहिँ सिधा माथि जानुपर्ने हुन्छ। ग्राउन्ड स्कुल भेट्नुहुन्छ हजुरहरूले। यो बाटो चाहिँ यताउति नफर्किकन एकदम सिधा जानुपर्ने हुन्छ र सिधा जाँदा यहाँ राइट साइडपट्टि बगान भेट्नुहुन्छ र सिधा गएपछि यहाँनिर तपाईहरु पुग्नु पनि हुन्छ गारोचिरा इको भिलेज टुरिज्म लेखेको र यहाँ आउनुभयो भने चाहिँ एकदमै शान्ति महसुस पनि हुन्छ, तपाईहरुलाई एकदमै आनन्द पनि लाग्छ। एकदमै हरियाली छ नि त यहाँनिर चाहिँ घुम्नेको जग्गा चाहिँ एकदम मजाको पनि छ। अन्त म चाहिँ आज भिडियो गर्दैछु मेरो गाउँको, सो हेर्दै गर्नु होला तपाईहरु हो। यो चाहिँ हाम्रो गाउँको भिडियो चाहिँ फर्स्ट टाइम बनाउँदैछु। कति भएको थियो नि त म चाहिँ नआएको कि यस्तो भिड भइरहेको रहेछ। हेरिहाल्नुहोस् है हाम्रो गाउँ गारोचिरा इको भिलेज टुरिज्म हो। यहाँ चाहिँ टिकट काउन्टर हो हामीले चाहिँ अब दिनु पर्दैन हो। ए लो कति बेला आउनु भएको थियो? ह्याप्पी न्यू इयर तपाईलाई पनि। अघि अब घुम्नु पनि भएको होला। म चाहिँ को उभिँदैछ भने यहाँ मात्रै हेर्दै थिएँ नि त। हुन्छ जानुहोस् ल, हुन्छ। के भन्छ यस्तो मजाको भइरहेछ नि है। ह्याप्पी न्यू इयर दादा। थ्याङ्क यू। युट्युब यो भएछ जस्तै छ दादा तपाईलाई। सबैजनाले चाहिँ खाँदै रहेछ है, हामीले चाहिँ बजार पसेरै खाएर आयो हो। जाऊ 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 खेल्दै गर। खेला खेला। साथीहरू कस्तो लाग्यो कमेन्ट गरेर चाहिँ भनिदिनुहोस् ल। गारोचिराको पार्क मेरो छोरा चाहिँ वहाँनिर खेल्नुको लागि रेडी भइरहेको छ हो, लड्छ होला। म चाहिँ अस्ति पनि आएको थिएँ हो फुपूहरूसँग, त्यति बेला चाहिँ भिडियो नै बनाइनँ नि त मैले चाहिँ हो। आज चाहिँ फेरि आएको भनेर चाहिँ भिडियो बनाइरहेको छु गाइस। सबैले यहाँनिर चाहिँ घरबाट ल्याएर चाहिँ खाइरहेको हुन्छ हो। यहाँनिर चाहिँ पकाउनु पाउँदैन नि त, यता फेरि गाना बस्दै रहेछ। यहाँनिर चाहिँ छ डाइनिङ हल हो, यतातिर चाहिँ फेरि छ रुम हो। हजुरहरू चाहिँ यहाँ आएर रुम लिएर बस्नु पनि सक्नुहुन्छ कि हो। तपाईहरु पनि आउनु चाहिँ नबिर्सिनु होला ल हाम्रो गाउँमा। यहाँनिर चाहिँ छ हो रुम, उता पनि रुम छ, अन्त यहाँ पनि रुम छ, उहाँबाट पनि रुम छ हो। यहाँनिर चाहिँ आएर बस्न सक्नुहुन्छ नाइटमा। मेरो बुढा पनि पछि आउँदै रहेछ फेरि। अनि नि साथीहरू हामीले चाहिँ यहाँ फोटो खिचिसकेर यता भेटाए जेठाजु, अन्त यता जेठानी। तर जेठानी चाहिँ सानैदेखिको सँगै पढेको भएर हामी चाहिँ साथी साथी जस्तै तौतो र म नै गरेर बोल्छु हो। अनि यहाँ एकछिन बोलिसकेर मैले चाहिँ यहाँ रिल्सको लागि चाहिँ सुट गर्दै थिएँ, तर रिल्स चाहिँ मैले अस्ति नै लगाइ पनि सकेको थिएँ है। हजुरहरूले हेर्नु पनि भयो होला। अनि कस्तो भएको थियो रिल्स कमेन्ट गरेर चाहिँ भनिदिनु चाहिँ नबिर्सिनु होला हो। अब चाहिँ हामी चाहिँ अब घर जानु आँटेको हो। सबैजनालाई बाई बाई। बाई बाई गर्नु। बाई बाई। थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा। आज चाहिँ डर र घुमाइ भयो हो। बाई बाई। आजलाई चाहिँ यति नै। नाम के लियो त? अब चाहिँ दुईजनाको चाहिँ फोटो खिचिदिनु अरे कि यहाँनिर। यहाँ बहिनीले चाहिँ फोटो खिच्दैछ हो, म चाहिँ भिडियो गर्छु। सिधा हेर्न घर जाने बेलामा चाहिँ फोटो खिच्नु अरे कि। चटक्क चाहिँ कसरी निकाल्नु? के भन्दैछ हेर आयो के बनायो अरे विजय दादा। बाई बाई सबैजनालाई।